नमस्ते दाइहरू भाइहरू अनि बहिनीहरू दिदीहरू सबैजना जो पनि हुनुहुन्छ तपाईहरुलाई चाहिँ नाप गुरुङको तर्फबाट थर्सडे मर्निङमा चाहिँ वार्म वेलकम। मेरो ठाउँमा चाहिँ एकदमै घाम लागिरहेको छ अनि बिहान एकदम ब्युटिफुल भएको छ अनि म चाहिँ बिहान चाहिँ क्विक मेडिटेसन अनि 1 आवर रन गरेर चाहिँ मेरो डे स्टार्ट सुरु गर्दैछु है। अनि टप टिप्स तपाईलाई म एउटा दिन चाहन्छु। इभेन्ट्स आर क्रिटिकल। किन भन्दाखेरि चाहिँ समटाइम्स तपाईले के थाहा पाउँछ, तपाई कति जान्नु भएको छ त्यो मात्र इम्पोर्टेन्ट छैनन् कि तपाईले चाहिँ हु यु वर्क विथ, तपाईले चाहिँ को चिन्नुहुन्छ, कोसँग कनेक्सन गर्नुहुन्छ। किन भन्दाखेरि थाहा पाउनु एकदम राम्रो हो, तर थाहा पाएपछि आफ्नो कस्टमर, आफ्नो पार्टनर्स, आफ्नो इन्भेस्टरहरू, आफ्नो प्रस्पेक्टहरू खोज्नु पनि इम्पोर्टेन्ट हुन्छ। अनि ती प्रस्पेक्टहरू कहाँबाट पाउँछन् भन्दा चाहिँ इभेन्ट्सबाट हैन, जहाँ चाहिँ तपाईहरु मान्छेहरू चाहिँ मिट गर्नुहुन्छ। त्यही भएर चाहिँ मेरो बिग टिप्स चाहिँ हाम्रो पोर्टलमा इभेन्ट्स छ नि, इभेन्ट्स छ। अनि इभेन्ट्समा चाहिँ तपाईले चाहिँ आफ्नो एरियामा हैन, आफ्नो एरियामा चाहिँ इभेन्ट चाहिँ तपाईले चाहिँ बुक त गर्नु पर्यो, जानु पर्यो। तर त्यो भन्दा पनि पहिला तपाईहरुलाई थाहा छ, मलाई अलिकति थाहा थिएन। आई थट तपाईको चाहिँ इभेन्ट्स चाहिँ पार्टनरहरु मात्र जानु पाउँछ, त्यो होइन है। लेट्स चाहिँ तपाईको 7 जना साथीहरु चाहिँ पोटेन्शियल कस्टमर हुने साथीहरु अथवा पार्टनर हुने साथीहरु छन् भने तपाईले चाहिँ त्यो इभेन्टमा, बज इभेन्टमा चाहिँ लान सक्नुहुन्छ है। All you have to do is तपाईको चाहिँ 7 जना प्रस्पेक्ट आउँछ भने 7 वटा टिकट किन्नु पर्यो। 7 वटा टिकट उहाँको लागि पनि किन्दिनुस् अनि सो दैट त्यो हुनुबित्तिकै तपाईको प्रस्पेक्टलाई पनि लगेर चाहिँ इभेन्टमा देखाउन सक्नुहुन्छ। अनि पावरफुल किन भन्दाखेरि तपाईले चाहिँ कन्भिन्स गर्नुपर्ने, तपाईले सेल्स गर्नुपर्ने सबै बिजनेस चाहिँ त्यो इभेन्टले सेल गरिदिन्छ। व्हाट अ ब्रिलियन्ट। त्यही भएर चाहिँ आफ्नो प्रस्पेक्टहरूलाई चाहिँ इन्भाइट गर्नुस्। इभेन्ट छ भने नजिक नजिक, अनि आफ्नो एरियामा मात्र नभएर हैन, तपाईको चाहिँ प्रस्पेक्टहरु चाहिँ कोहीले चाहिँ स्कटल्यान्डमा होला, कोही लन्डनमा होला, कोही अर्कोतिर होला बोल्दै क्रममा। त्यो छ भने चाहिँ एडभान्समा उहाँहरुलाई पनि ओके लन्डनतिर को साथीहरु हुनुहुन्छ हैन, अथवा तपाईको चाहिँ कोलचेस्टरतिर को साथी हुनुहुन्छ उहाँलाई चाहिँ अनि ल है मेरो साथी प्रस्पेक्टहरु आउँदैछ, तपाईले चाहिँ सो इभेन्टमा चाहिँ वेलकम गर्दिनुस् है। अनि तपाईले चाहिँ कोलचेस्टरको टिकट चाहिँ आफ्नो ठाउँबाट किन्दिनुस्। किन्दिने त हैन, फ्रीमा हो, बाई गर्दिनुस्, बुक गर्दिनुस्। त्यो गरेर चाहिँ तपाईले चाहिँ आफ्नो कस्टमर पार्टनर बढाउन सक्नुहुन्छ। हे एकदम हेल्पफुल भयो होला, एकदम होला। त्यही भएर चाहिँ नसोच्नु होला पार्टनर इभेन्ट भनेको चाहिँ आफ्नो लागि मात्र हो, अरूलाई पनि लान सकिन्छ है। एब्सोल्युटली, एज लङ एज 7 जना मान्छे छ भने 7 वटा टिकट त्यहीमा चाहिँ ड्याम 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 आफ्नो नाम हान्ने हो अनि मेरो यो 5 वटा गेस्ट भनेर, 7 वटा गेस्ट भनेर भन्ने। ह्याभ अ लभली आफ्टरनुन। तपाईको चाहिँ दिन राम्रो होस्। अनि पावर अफ इभेन्टमा चाहिँ जो आउँदै हुनुहुन्छ, म चाहिँ परिवारसँग आउँदैछु अनि हजुरहरू जो आउँदै हुनुहुन्छ तपाईलाई चाहिँ मिटअप गर्छु अनि रिच आउट है। एनी प्रब्लम छ भने यु क्यान टक टु मी, टक टु एनीवन, एकअर्कामा। अनि क्वाइट बस्नु हुँदैन। किन भन्दाखेरि we don't want to die in a job, man. Ladies and gentlemen, we need to be financially free next 3 to 5 years. Let me help you, towards your journey. Have the lovely Thursday afternoon. God bless you all. Bye for now. Lots of love.